मीनबहादुर गुरुङले तपाईलाई 50, 60, 70 करोड पर्ने जग्गा दिएर अर्को 20-30 करोडको घर ड्याङ्ग कीर्तिपुरमा मीन भवन कीर्तिपुर बनाइदिने हुनुभयो भनेपछि नेकपा एमालेको धोती खुस्किन अब बाँकी के रह्यो त? यसले एउटा नयाँ पाठ सिकायो होला नि त। देखाएर सबै कुरा गर्न पाइन्छ? त्यसको जवाफदेही त बोक्नुपर्छ। सर, तपाईलाई मान्यज्यू एउटा निवेदन गरौँ, तपाईँ र म लुगा नलगाइकन यहाँ हिँड्न सक्छौँ? अमेरिकाको प्रधान न्यायाधीश राष्ट्रपतिले नै नियुक्ति गर्ने हो। अमेरिकाका धेरै ठुला पोस्टर राष्ट्रपतिले नै नियुक्ति गर्छन्। तर त्यही राष्ट्रपतिले डोनाल्ड ट्रम्पलाई प्रश्न पनि सोध्यो। हैन, यो अमेरिकाको उदाहरण नदिनुहोस् न। प्रश्न पहिला यो देशलाई अमेरिका बनाउनुस्, त्यसकारण सुन्नु न, पहिला यो देशलाई सिङ्गापुर बनाउनुस्, अनि त्यो नैतिक अधिकार राख्नुहोस्। देशलाई चाहिँ इथियोपिया र तपाईँ जाने सुडान जस्तो बनाउने, अनि कुरा चाहिँ अमेरिका र बेलायतको गर्ने सुहाउन नि। कुनै बेला ब्याङ्कहरू भनौँ न, वाणिज्य ब्याङ्क, राष्ट्र ब्याङ्क धाराशाही हुँदै थियो नि। ती वाणिज्य ब्याङ्क, राष्ट्र ब्याङ्क कसले उकासेर ल्यायो त? कुलमानजीले ल्याउनु भयो? त्यहाँ त अर्को कोही सियो थियो नि। होइन, तपाईँलाई चाहिँ किन यो भन्छन् नि कहिलेकाहीँ, अति धेरै न्यु खोज्यो भने तेरो ढाड चिला छ भन्छन् क्या। तपाईँको चाहिँ ढाड यति धेरै किन चिलाएको भने क्या? जलवा है हमारा। जनतामा आशा केले जगाउँछ भन्दा सरकारको नीति र कार्यक्रमले, बजेटले त्यसलाई एउटा छातीमा हात राखेर भन्नुस् त। एउटा छातीमा हात राखेर राखिराख्छु त। नेपालमा पछिल्लो 10, 12, 15 वर्ष यता आएका कुनै पनि बजेटले नेपाली जनताको आशा, भरोसा, विश्वास कायम गरेर बजेट आउने भयो, ओहो नीति तथा कार्यक्रम आउने भयो, अब हामी जनताको चाहिँ काय पलट नेताले गर्छन् भनेर जनतालाई विश्वास लागेको होला। पुरानो दलमा गलत ठाउँमा तर आशा र अपेक्षा गरिएको मान्छे गगन थापा। हिजो तिनै मान्छे गगन थापा काङ्ग्रेसको सभापति बनोस् र एकपटक गगन थापा प्रधानमन्त्री बन्नुपर्छ, यहाँसम्म कि तपाईँ स्वास्थ्य मन्त्री हुँदासम्म भन्ने मान्छेहरू अहिले तपाईँलाई होइन कहाँ हिँडेको बाख्रा लिएर सहकारी ठगेको ऋण तिर्न लागि। गिरिजा बाबुले नै मलाई चाहिँ अझ अगाडि बढ्नुहोस् भनेर प्रेरित गरिराख्नुहुन्थ्यो। त्यो कुरा मैले धेरैचोटि भनेकै छु, रियल कुरै हो त्यो। अलिक मान्छे मारिदिनुहोस् भन्नुहुन्थ्यो। प्रधानमन्त्रीको अधिकार कति हुन्छ भन्नु? प्रधानमन्त्रीको म्याक्सिमम अधिकार हुन्छ। अनि तर तपाईँसँग त्यो पदमा नबस्ने अधिकार त छ नि। मैले भने अनुसार काम गर्न पाइनँ। तपाईँले दुईचोटि भन्नुभयो यो कुरा। तपाईँलाई सम्झाउँ, यदि आफू अनुकूल आफूले चाहेको गर्न सकिएन भनेदेखि तिमी मन्त्री हौ, तिमी छोडिदेऊ न त पद। किन कर्मचारी जस्तो हुन्छौ भन्नुभयो नि, तपाईँले छोडिदेऊ भन्नुभयो। 9 महिना